गुड मर्निङ सबैजना कस्तो हुनुहुन्छ होला। मैले फाइनली कालिम्पोङमा छु। तपाईँलाई यताको सानो भ्यू नजाराहरू देखाउँछु। हेर्दै गर्नुहोस्। मेरो फेरि छेउ मेरो भाइ बहिनी। मेरो बहिनीको नाम चाहिँ अनुग्रह हो। मेरो भाइको नाम चाहिँ के हो नाम भन्देऊ? एडिएल छेत्री। तपाईँलाई भिडियो सानो भिडियो देखाउँदै गर्छु। हेर्दै गर्नुहोस् मेरो भिडियो। त्यो जग्गा चाहिँ कालिम्पोङ होम्स भन्छ यसलाई चाहिँ। अहिले म होम्समा छु। हल्का जाडो छ, हल्का गरम छ। कालिम्पोङमा चाहिँ दामी भेराइटी फुलहरू मात्रै हुन्छ प्रायः चाहिँ सेटी हुन्छ। अनि हल्का बाहिर निक्लेको छु म। हाम्रो घर चाहिँ यो हो। यहाँ तपाईँले कन्ट्याक्ट गर्दा पनि हुन्छ। यो होमस्टे पनि हो। त्यो माथिको त्यो होमस्टे छ। होमस्टे पनि हो। तपाईँलाई कालिम्पोङमा टुर गर्नु आउनु मन लाग्छ भने, घुम्नु मन लाग्छ भने यहाँ होमस्टेमा स्टे गर्दा हुन्छ। त्यसको लागि मलाई कन्ट्याक्ट गर्नु होला। यो चाहिँ माथिको होमस्टे छ। उनी चाहिँ फ्यामिली हो र बजुबाजेको घर चाहिँ यो हो। बस तपाईँ देख्नुहुँदैछ तिनवटाले छ। मुनि एउटा दुईवटा तिनवटा हो टोटल। होम्स कालिम्पोङ होम्स जग्गाहरू चाहिँ यहाँबाट तल हुन्छ हो। छुट्टी जग्गा छ। अनि हल्का बाहिर निक्लेको छु म। हाम्रो घर चाहिँ यो हो। यहाँ तपाईँले कन्ट्याक्ट गर्दा पनि हुन्छ। यो होमस्टे पनि हो। त्यो माथिको त्यो होमस्टे छ। होमस्टे पनि हो। कालिम्पोङमा टुर गर्नु आउनु मन लाग्छ भने, घुम्नु मन लाग्छ भने यहाँ होमस्टेमा स्टे गर्दा हुन्छ। त्यसको लागि मलाई कन्ट्याक्ट गर्नु होला। यो चाहिँ माथिको होमस्टे छ। उनी चाहिँ फ्यामिली हो र बजुबाजेको घर चाहिँ यो हो। बस तपाईँ देख्नुहुँदैछ तिनवटाले छ। मुनि एउटा दुईवटा तिनवटा हो टोटल। मन पऱ्यो भने यो आउनुहोस् स्टे गर्नुहोस्। यो चाहिँ कालिम्पोङ होम्स होम्स कालिम्पोङ होम्स। बाजेहरूले फुल रोप्नु भएको छ। कस्तो मजाको बनाउँछ चाहिँ ग्रिन हाउस। हेर्नुहोस् त्यो दामी दामी छ। तपाईँलाई फुल मन पऱ्यो भने मलाई कन्ट्याक्ट गर्दा हुन्छ। दामी दामी फुलहरू छ। यताको फुल चाहिँ हतपत मर्दैन। यताको फुलहरू दामी हुन्छ। यताको वेदरले गर्दा क्याक्टस क्याक्टस घर रुम सिटी रुम सिटी रुम रुमहरू छ। यता रुम छ, यता रुम छ, यता रुम छ। यो बरन्डा यहाँबाट मजा देख्नुहुन्छ। यहाँ पनि फुलहरू दामी छ। दामी दामी फुलहरू छ। मुनिको अब तपाईँलाई म होमस्टे देखाउँछु। माथिको चाहिँ होमस्टे चाहिँ माथि जान्छ। होमस्टे गाउँ भएको यो माथिबाट चाहिँ यो रुम थाहा छ। यताले गेस्ट बसिरहेको छ यता। आज हाम्रो रुम चाहिँ यहाँ बस्छ। चाहिँ एउटा दुईवटा तिनवटा रुम छ होमस्टेमा चाहिँ। मलाई यहाँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तपाईँले मन पऱ्यो भने अलिक गेस्टहरू हुनुहुन्छ। मेरो भिडियो कस्तो लाग्यो होला। सानो नजारा देखाइदिएको छु यताको। मन पऱ्यो भने हेर्नुहोस्। तपाईँलाई चाहिँ नयाँ नयाँ भिडियो हेरेर आउँदै गर्छु। मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस्।